मका माइतमा खानातिरका सानामा साथीहरू ढिँडो नखानेका। ढिँडो भनेपछि मैले नखाने। अनि मेरो बाबाले त भन्नुहुन्थ्यो कि अर्का घर गएर नि मेरो छोरी त ढिँडो खान्निन्, भातै भात खाने थाहा पर्दैन नि हुन्थ्यो नि, बिहा गर्ने बेला भातै भात खाने थाहा पर्दैन नि हुने भन्ने क्या। मैले फेरि ढिँडै नखाने क्या साथीहरू। अहिले फेरि ढिँडो नभई नहुने क्या। अहिले बुढेसकाल साना किन त्यस्तो गर्थ्यो होला, दाइलाई र दिदीलाई ढिँडो हालिदिने। मलाई फेरि जहाँबाट भने बाबाले भात जहाँबाट भने आफ्ना नपकाने मार भने मलाई फेरि कान्छी छोरी भएको अरे, म फेरि अब माइततिर गएँ। मलाई फेरि जहाँबाट भने भात ल्याइदिनु हुन्थ्यो क्या। अनि फेरि खानेकुरा नि यताउता गएपछि अरूलाई नल्याए नि मलाई त बाबाले जहाँबाट भने कान्छी छोरी मेरो सानो छोरी पो लास्टमा जन्मेको छोरी भनेर हुरुक्कै गर्ने क्या। बाबाले खानेकुरा ल्याइदिने। अनि दिदी दाइलाई फेरि मैले फेरि नदिने क्या। मैले फेरि लोभाउने गरेँ, आफैले मात्र खाने हो भन्ने क्या। खानेकुरा देखेपछि त आफैले मात्र खाने हो, कसैले नि खाँदैन भन्ने क्या। अनि त्यसपछि त मैले कसैलाई खानेकुरा नदिने। दिदी दाइले त मैले खाइसकेपछि त बाबा यताउता जाने भने त मलाई त तैँले मात्र खान्छस् खानेकुरा मलाई दिनुहोस् भने त मलाई त कुहीँ आउने क्या साथीहरू। यति भन्दै बाई बाई साथीहरू।